नाही बत्ती नगरेर त अनि आउने भएन नि च्यापेर चाहिँ के गर्नु होला ल सट्टै निस्किनु त खोइ कहाँ गयो चुम्बक लाएर तासेको होइन चुम्बकै हरायो कहाँ गयो हेलो एभ्रिवान स्वागत छ सबैजनालाई मेरो नयाँ भ्लगमा आजको भ्लगमा चाहिँ हाम्रो यहाँ डिजिआई आएको छ अफिसमा त्यही पनि यो कोरियाबाट आएको है अनि अब आज सबै यो झिकेर हामी छानबिन गर्छौँ हामीले चलाउनु चाहिँ आउँदैन सुरुमा चाहिँ यो यहाँको देख्छ बक्स त थियो नि यो यस्तो चाहिँ होइन भने मैले अहिले चेक गरेँ यो चाहिँ कति राम्रो चाहिँ यो ब्ल्याक कलर भयो चारवटा हुँदो रहेछ यो हामीले थाहा थिएन होइन यो चारवटा यो भयो हिजो भर्खर कोरियाबाट आएको थियो नि आज सरी दिनुभएको चाहिँ मैले खोलेँ यहाँ चाहिँ एउटा स्टिकर पनि छ स्टिकर सायद टास्नलाई होला अनि के गर्छ स्टिकर स्टिकर के गर्छ त यत्रो दिएको थियो पढ्नु भनेर अहिले हामी कहिले पढ्नु अघि नै छाजिसलाई सोधेर के भने सोधेर हामीले हल्का चाहिँ नलेज चाहिँ बिस्कट्यौँ होइन सुन्नु थाल्दा यो खुल्ला पनि आउँदैन अनि एउटा चाहिँ ग्रिन बनिरहेछ एउटा चाहिँ ब्लू बनिरहेछ किन बनायो यो चाहिँ थाहा छैन किन हामीले चलाउँदै बिग्रिए जस्तो छ होइन आफै बन्द रहेछ कि यो खोलेकै आफै बोलिरहेको थियो यो पनि बन्द थाल्यो यो बन्द पनि बन्द थाल्यो अहिलेसम्म यो नि हेर्न यो आफै घुम्यो कि ल के घुम्यो हेर न यहाँ म्याग्नेटले यो घुम्छ यो टास्क पनि रहेछ हेर न आफै घुमिरहेको थियो कि यो तान्छ त्यस्तो टाँस्यो होइन भाइ भिडियो टाँस्छ लाग्ने हुन्छ नि आउँदै थियो फेरि हुन्छ टाँस्यो भयो आउँछ कि त्यो चाहिँ टाँस्यो भयो अनि यहाँ चाहिँ अर्को यसको नाम चाहिँ के हो थाहा होइन के आरएक्स र टिएक्स के भन्दो रहेछ टाढा राखाइसँग टाँसिँदो रहेछ अनि यो चाहिँ यसको टाउकोमा लाउने रहेछ होइन यो यसरी राम्रो देखियोस् भनेर भिडियो बनाउँदा अनि हामी चाहिँ यो चाहिँ कति राम्रो देखियो आयो जो न अहिलेसम्म अब पर्फेक्ट भइसक्यो अनि यो पनि जोडेँ चेन्ज गर्दै गर्दै यो पछि पुगेछ अनि के भन्नु के छ अनि चाहिँ छुट्टी नै मान्दैन नजिक हो कि सँगै स्टिकर चाहिँ कता हाल्यो है कहाँ टाँस्छ टाँस्छ अनि खोल्यो भने चाहिँ बन्द रहेछ बन्द हामीले एउटा कुरा पनि थाहा पाइयो खोल्यो भने चाहिँ बन्द हुन्छ बन्द गऱ्यो भने चाहिँ खुल्दो रहेछ टाँस्दैन कि त हुँदैन मिलाएर टाँस्दैन यो उल्टो पाल्टो हुँदैन जस्तो छ डिजिआई पो लेखा रहेछ नि त
जबरदस्ती के दुखिहाल्ने मैले नभए टाँसो बस्थेँ हामी चाहिँ यहाँ टाँसन बक्सलाई चाहिँ अलिक राम्रो बनायो भने हामी चाहिँ यो के भन्नु बोल्ने त्यो गरौँ न अब चाहिँ ट्राई त्यसमा कनेक्ट गरेर अब ट्राई गर्ने त्यसमै कनेक्ट है हामी चाहिँ अब फोनमै यो नजोड्नुभन्दा अगाडिको भित्र अब यो जोडेको भिडियो बनाउने यो भइसक्यो नि जोड्नुपर्छ हाँसो नभइरहेको होला नि म पनि यो चाहिँ चेप्न पनि मिल्दो रहेछ है यसै नजिकबाट देखाउनु टास्क हजुर नजिकबाट देखाउनु न यसमा यसलाई तास्न मिल्छ यसलाई यस्तो गर्नु मिल्छ भनेर मैले नजिकबाट देखाएँ यसो टास्क पनि मिल्दो रहेछ होइन है अहिले चेप्न पनि मिल्दो रहेछ ए होस् नहेर्नु नहेर्नु रे खोल्दै खोल्ने कि देखाउँदा सुन्दा मैले चाहिँ चेपेँ है मैले त बत्ती नै बोलेको बत्ती नबले त अनि अनै भएन नि च्यापेर चाहिँ के गर्नु होला मेरो यहाँ थिएपछि पेर हुनुपर्ने हो कि ए भयो भयो यो चाहिँ बलेन नि त तिम्रोमा त्यसपछि एउटा माइकमा मात्र बने जस्तो छ यसमा चाहिँ कनेक्टै भएन जस्तो अनि तर दुइटैमा हुनुपर्ने हो नि त कसरी भन्नु यहाँनिर पनि किन यता त म एउटा पोस्ट हालिहाल्छु रुकन यहाँ चाहिँ कस्तो मजाले कनेक्ट भइरहेछ होइन यो चाहिँ खै यसरी बिग्रिएछ बिहान के भयो हामीलाई चलाउनु आएको हामीले अहिले कता कता थिचेर बिग्रियो जस्तो छ ट्राई गरौँ न त्यही कस्तो साउन्ड हेलो हेलो मिस हेलो हेलो म्याम हजुरले पागल नि भन्नुभयो त्यो आयो होला त्यो पागल नि जस्तो लाग्यो छैन यो फोटो नै हाल्ने हो कि कसलाई हाल्ने केमा पोस्ट हाल्ने टिकटकमा होइन फेसबुकमा तिमी पनि यहीँ राखेर बोल होइन है कसको साउन्ड क्लियर आउनु कसको चाहिँ क्लियर आउँछ अनि हजुरलाई मेरो अर्को नयाँ भ्लगमा स्वागत छ मेरो पनि भोलिबाट ब्लग आउँछ म पनि अब भ्लग बनाउने थिएँ कि अनि यो आयो त अब यसको युज त गर्नै पऱ्यो होइन के भन्नु अब बोल्ने भनेर भिडियो बनाएपछि बोल्ने अब के गर्नु के गर्नु के पढ्नु न अब गफ के गर्ने भने अब यो त तास्यो अब यो चाहिँ कता तास्ने भनेर हेर्ने हो कि अब तास्नुहुन्छ कता तास्नु डिजाइ सिजाइ के डिजाइ कोरिया कोरियामै देखेको दुईवटा चाहिँ टास्नु मिल्दैन झन् राम्रो देखिन्थ्यो के यो छ्या ए रुक रुक मिल्छ कि ल सट्टै निस्किनु त खोइ कहाँ गयो तिमी हजुर बत्ती भनेको के भयो खै त चुम्बक ल अनि भित्र टास्नु भएको थिएन अनि झरिसकेको थियो कि आइसक्यो चुम्बक लाएर टाँसेको होइन चुम्बकै हरायो कहाँ गयो
सरी गाइस के हो टास्नु यहाँ राखेँ कस्तो जादु भयो है यो चुम्बक लाएर यसरी यो रहेछ कहाँ रहेछ यहाँ भित्रबाट पसेको छ त्यस्तो उबाट पनि टाँसेको यत्रो बाक्लोबाट यस्तो त खतरा पाएको रहेछ यत्रो त दुईवटा ज्याकेटबाट यत्रो मोटो ज्याकेट प्लस अर्को भित्रबाट अर्को ज्याकेट भित्रबाट यसरी गर्दा पनि मजाले टाँसेको खतरा रहेछ त्यहाँ रेकर्ड चाहिँ भयो कि भएन मेरो साउन्ड चाहिँ केही आएन होला र आज चाहिँ यति भन्दै मेरो भ्लगलाई यही बन्द गर्छु होइन अब नेक्स्ट भ्लगबाट चाहिँ यो युज गरेर अब बाँकी अरू सरहरू हुनुहुन्छ नि त सबैलाई अब प्र्याङ्क गर्दै भिडियो बनाउने हो होइन यहाँ पछि भएको सबै सरहरूलाई बिस्तारै म भ्लग बनाउँछु सबैजनाले हेर्नु होला लास्टसम्म हेरेर माया गरिदिनु होला खै तिम्रो अर्को वाला यस्तो चाहिँ